हाई गाइस, आज चाहिँ हामी इलेक्ट्रिक ट्रेनिङ सेन्टर जान लागेको सौरा चितवन। हामी चाहिँ सानो रमाइलो गर्ने कार्यक्रम, सानो साथीहरू सबैलाई मिलेर सौरामा छ अहिले हामी सौरा। अहिले चाहिँ त्यहाँ सानो रमाइलो गर्ने हिसाबले निस्केको टाइम स्पेन्ड गरेर शान्त ठाउँमा होइन। त्यो चाहिँ अब इलाकाहरू हात्तीहरू चाहिँ टन्डिङ हात्तीहरू पनि देखाउँदा अहिले मिल्यो भने हामी त लगियो भने देखाइदिनु, नत्र सानो रमाइलो गरेर लाएर बी विथ अस। बाटोमा रहेछ यो चाहिँ हात्ती चढ्ने ठाउँ के, लाइक टुरिस्टहरू नेपालीहरू जो आइनै हुन्छ यहाँ हात्ती चाहिँ यहाँ चाहिँ हात्ती चढाउँछ कि यहाँ हात्ती लिएर जङ्गलभित्र लैजाने सबै गर्छ कि, लाइक यसो चढ्छ कि यहाँ पहिला माथि चढ्छ, पहिला हात्तीहरूले बनाउँछ अनि हात्तीमाथि चढेर चाहिँ जङ्गलभित्र लैजान्छ कि पुरै। हामी चाहिँ तपाईँले भित्रै गएर देखाउँछ सक्छ मिल्यो है, भित्र जान मिल्छ भित्र गएर देखाउँछ तपाईँलाई। ल हामी चाहिँ अहिले भित्र आएको छ हात्तीलाई यो साथीहरूले खेलाउँदैछ हात्ती, हाम्रो सौराको हात्ती, सौराको प्राण हो। कान्छिकली कनाउँदैछ यार, सिङ्काले कनाउँदै हजार हामी चाहिँ अहिले इलाका ट्रेनिङ सेन्टर आइसक्यो नि सबैजना हाम्रो साथीहरू। हाई गाइज, हाई गुड मर्निङ। हामी चाहिँ अब त्यहाँ माथि जाँदै यसो हिँड्छौँ एकछिन, अनि आएर यसो चिया खान्छौँ त्यहाँ गफ गर्ने एक्चुली यहाँ ड्राइभिङ पाएछ अरे कि अहिले त पाइँदैन भनेर भने कि ड्राइभिङ पार्किङ त पाइँदैन अरे क्या। हामी त्यहाँ ड्राइभिङ गरेर हामीले सायद हाम्रो दोस्रो ड्राइभिङ चाहिँ यहीँ बनाएको थियो कि हामी यस्तो रमाइलो यहाँ लास्ट रमाइलो गरेर थियो कि यस्तो गरेर त्यो फोटो भिडियो चाहिँ हाम्रो मेरो पेजमा इन्स्टाग्राम पेजमा चाहिँ अस्ति बनाउनु भएको थियो, यो टाइटलको नामै छ इन्स्टाग्राममा। गीत बजिरहेको त्यहाँ अहिले चाहिँ स्पिकर बजाएन किनकि त आर्मीहरू गाडीहरूले गाली गर्छ त। आज हामीले सलिना देखाएन कति चिसो भएर माथि आएर साथीहरू पोजिदिइरहेछ। मैले तल चाहिँ देखेन कि सलिनालाई। तिमी खै त तल, तिमी तल नि हुन्छ त कोकोडा। देखे त केही पनि छैन, नदेखे तर देखेको चिज चाहिँ राम्रो लाग्यो अब साथीहरू त्यहाँ यस्तो दामी हो। ब्यूटी देखेगा ब्यूटी हामी चाहिँ अहिले यहाँ बस्ने ठाउँमा आइसक्यो। यहाँ चिया अर्डर गरेर यहाँ चिया खाने रमाइलो गर्ने सानो सानो अब कुराहरू गर्ने गेमहरू खेल्ने होइन डिस्काइन्स गरेकोलाई त्यही हो। यहाँ खोला छ कि राम्रो देखिन्छ खोला शान्त।
खानेकुरा नि ल्याएर खानेकुरा नि खाने यस्तो रमाइलो हुन्छ जे नि भन्नु साथीहरू साथीले गिफ्ट ल्याएछ हाम्रो गिफ्ट दिने लिने सबै उसले आफै ओ नाइस नाइस यार कस्तो राम्रो स्टाइल गाइस स्टाइल थ्याङ्क यू साथी हातले आफै बुनेर बनाएको आफै बुनेको है हेर्न सक्नुहुन्छ कस्तो मिठो बास्ना अगरबत्ती चाहिँ होइन है फेरि कस्तो मिठो बास्ना अब यो बैना लगाएर रिएक्सन त्यसले कति मेहनत गर्छ के हो रे नसेबाज निरेको ल खाना चाहिँ सुरु गरेर हामीले चाहिँ पहिलोमा चाहिँ यो उनीहरूले मलाई चाहिँ यो बाहिरबाट भेजमा ल्याइरहेछ बाहिरबाट ल्याएर चाहिँ उनीहरूले चाहिँ यो हाल्ला यो चाहिँ ओट्स हो कि मैले घरबाट ल्याएको ओट्स पनि हेरौँ अहिले यो चाहिँ मैले उनीहरूले मेरो लागि भेजमा चाहिँ छुट्टै ल्याइदिएछ उनीहरूले चाहिँ हाल्ला है मेरो लागि चाहिँ यो ल्याइदिएको थ्याङ्क यू साथीहरू थ्याङ्क यू साथी उसको 100 रुपियाँमा त्यति आइरह गाइस क्वान्टिटी हेर्नु न क्वान्टिटी 100 रुपियाँको क्वान्टिटी र 50-60 रुपियाँको क्वान्टिटी हेर्नु यहाँ यस्तो ब्रान्डेड ल्याइदिएको हामीले साथीको लागि भनेर कति माया कालले पाडिन्छ डोज गरेर तँ नि माया यार कति माया ल साथी खाउनु चाहन केही हुनु चाह माया छु कस्तो भेज कस्तो भन त भेज त सबै मिठो हुन्छ म जस्तै स्विट हुन्छ भेज बेकरीमा गएर चाहिँ भेज आइटम खानु लागि यस्तो मिठो हुन्छ फेरि रेस्टुरेन्ट क्याफेमा गएर चाहिँ अलिक कम खानु बेकरीमा गएर चाहिँ भेज खानु यस्तो मिठो हुन्छ एक स्टेकहरू यस्तो मिठो हुन्छ हामीले चाहिँ अब सानो गेम खेल्नु लाग्यो एक्सप्लेनेसन लाइक उसले चाहिँ एउटा वर्ड भन्छ उसको कानमा उसले चाहिँ हामीलाई तिनजनालाई देखाउनु भन्नु पऱ्यो कि लाइक बडी ल्याङ्ग्वेजबाट थाहा हुनु पऱ्यो हामीलाई के वर्ड भनेर अब उसले उसलाई दिन्छ अनि उसले मलाई दिन्छ मैले उसलाई दिन्छु त्यसो सुरु भयो ल साथी देऊ त यो पहिलो राउन्ड हो यो चाहिँ इंग्लिश वाली ब्यूटीफुल सर्मोनीलाई इंग्लिश वाली फेरि एकचोटि गरेर गर्ल यसलाई पनि त उसले दिन्छ उसले दिन्छ उल्टो उसले मिलाउनु पऱ्यो उसले मलाई दियो तिमीले मिलाउनु उमेर भन्ने यङ चाइल्ड ब्रेनमा यङ्गर ब्याचलर बेबी होइन तिमीले पाउँछ उसले गर्छ यो भने बुझेन कति समयसम्म हो त नि एक्सिडेन्ट गर्न पाउनु इन्डोर बेयोली बिहा गरेको बुढी इङ्ग्लिसमा वाइफ वेडिङ म्यारिज साथी कन्फ्युजन आई लभ यु लभ 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 वाइफ लभ भगवान गड होइन यस्तो तिमीले उसलाई देखाएको नि उसले मात्रै बुझ्नु पऱ्यो क्या तिनजनाले बिचरा सक्यो म्यारिज पहिलो लेडी लभ लेडी म्यारिड दोस्रो वर्ड सही भयो लेडी हेड
होइन फर्स्टमा लेडी हो त्यो पछि लभ छ होइन मुभीको नाम हो लेडी फिङ्गर भन्नु पाएन गीतको नाम हो ल गीतको नाम हो भनिदिए शब्द हो लेडीलाई न अरू के भन्छ बिहे गरेको लेडीलाई के भन्छ म्यारिज हुनु छोड्दो छोड्दो अब यो भन्दा धेरै चाहिँ नभन है यो भन्दा धेरै चाहिँ नभन इङ्ग्लिसले गरेको अब जब मैले इङ्ग्लिस कन्फर्म म्यारिज हुनु त अनि बिहे गरेको अनि तिमीहरूको गेस पनि नेपालीमा आउनु भएन कि त्यस्तो गाह्रो हुँदैन मलाई इङ्ग्लिस तिमीहरूले हिन्ट पनि सुनेन के यस्तो राम्रो हिन्ट दिएको थिएँ हिन्ट पनि सुनेन क्या तिमीहरूले गेस गर्दै यसमा एक्युरेट कोइले बिहे गरेको लेडीलाई के भन्छ भनिसक्यो है हिन्ट राइट लभ लभ राइट मैले पासै गर्नुपर्छ मैले थाहा पाएर यसको टाइममा दिन राखेँ कि नत्र कहाँ म नाचे गर्नु ल पहिला दाइको चाहिँ आफूले हामीले बुझाउन सकेन उसले बुझाउन पुरै ट्राई गरे तर सकेन क्या हामीलाई बुझाउन हि फेल के वी नट फेल के हि फेल के अब उसले चाहिँ उसलाई दिन्छ अब यु हेभ टु एक्सप्लेन टु अल के ल सर सजिलो हो सर इङ्ग्लिस नेपाली दुईटैमा भन्न सकिन्छ होइन अब गेस गर्न गर्न नेता 1 मिनेटको टाइम हुन्छ आन्टी लभर कुक चाहियो होइन ल अब उसले चाहिँ मलाई दिन्छ हो मैले मलाई यो बुझ्छ माया इङ्ग्लिस नेपाली त्यो त भन्न पहिला कतिवटा शब्द छ इङ्ग्लिस नेपाली भन्दा यु भन्दा माथि कपाल भयो के बोले इङ्ग्लिस लभ आदर्श मेरो लभ लभ हेरकल अङ्कल लभ माथि पुगिसक्यो राजी के मुभीको नाम हो कि सङको नाम यसो के हो लभकुश लभ मम लभ ड्याड लभ हजुरबा लभ बाजे लभ फादर ओ लभ फादर लभ ड्याड लभ बाबा लभ ड्याडी लभ ड्याड भन्न ल उसको पालो क्या हो सुने ल इङ्ग्लिस नेपाली भन्न नेपाली के भन्नु पाउनु I see lady अहिले मिलेको नि सी हो कि के गल गल Ashwin आफिने यस्तो यस्तो गाह्रो हुन्छ सुई हुन्छ नि सी I मिल्यो दुबिन 0 ओ आई लेडी ओ माय गॉड ओ गर्ल ओ लेडी आसिनले भनेको मिले थियो ओ हाँ ओ 0 जीरो फिगर आइसक्यो यस्तो गाह्रो हुँदो रहेछ है तर सुरुमा मिल्छ होला जस्तो लाग्यो भन्दा मिल्न पनि आइसक्यो किन मिले हैन ल चेस गाइस चाहिँ आइसकेको छ है ल हाम्रो चिया आयो चिया ल 1 2 3 go ल फ्रेन्डसिपको लागि ल चेस सबैले मिलायो मैले यो पार्टनरहरु त्यही त हि फेल के वी डोन्ट ल उसले त्यो हिन्दी इङ्ग्लिस नेपाली हो है त ल 2टा वर्ड 3टा वर्ड कस्तो 3टा घर छाया नेपाली हो तहरा यहाँ बसेर भन्न त्यहाँ घरमाथि बास जस्ता घर यसको बारेमा त म टाइम हेर्छु यसलाई के भन्छ त्यसलाई घरलाई बास त्यसको नाम के हो लिङ्गहरूको नाम भनेको पण्डित घर 9 9 12 10 मा टाइम सकिन्छ माथि घर छाया घरको छत छाया छाया सम्झिनुलाई छाया याद घर
छत घरको छत घर छाया छत घर माथि दुईटा वर्ड बुझिसक्यो ए कुन दुईटा मिल्यो त छाया मिल्यो छत मिल्यो फेरि तिमी एकचोटि बुझाउँछ त्यो दुईटा वर्ड। घर मिल्यो छ? माथि टप घर माथि घरको जस्ता। घर के भन्छ कि? तिमी हो के भइसक्यो तिम्रो मिलाउने तिमी जस्ताको घर? जस्ताको घर? घर के भन्छ त? टमारा घर माथि घर छत के छ घरलाई भन्नु पर्यो। फर्स्टमा सँगै भनेर। घर के के मिल्यो रे घरको जस्ता भन्छ। जस्तालाई के भन्छ जस्तालाई के भन्छ ल भयो साथी प्लिज न। पाँच ल 2 मिनेट भइसक्यो उनीहरूले बुझ्न नसक्यो मैले बुझाइसकेँ अब तिमीले बुझाउन नसक्यो कस्तो मजा आउँछ है यस्तो भन्दा कस्तो मजा आउँछ है यो भाइ बुझाएको त यु फेल इङ्ग्लिस भनेर इङ्ग्लिस यु फेल वी डोन्ट एक्जामिनेसन गर्न पास। सुन्यो क्या क्यामेराले त्यो सोच्नु पर्यो केटी यहाँ नेपाली प्राय कस्तो मुभी हेरेर भने आफै। मलाई भिडियो एउटा बोल्दैछ है उनीहरूले बुझ्नु पऱ्यो इङ्ग्लिस हिन्दी नेपाली थियो ए तिमी यहाँ बोलेर इङ्ग्लिस हिन्दी हिन्दी मैं हुँ ना मैं तेरी दीवानी मैं हूँ दीवानी तेरे लिए मैं तेरा हो गई मैं तेरा मंजिला जी हो गई रे मैं तेरा बन गया मैं तेरा क्या दिल रांगना हम सब होइन हम तुम हम तुम कितने ये पहिलो तिमीले हम पहिलो हम तेरे दीवाने हम तेरे दीवाने ये सनम मैं गाएको मैले चाहिँ उसलाई ओढ्दैछु है उसलाई एउटा मुभीको ओढ्दैछु बुझ्छ कि बुझ्दैन केटाले पुरानो टाउको हल्लाउनु बुझ बुझ हालसालै रिलिज भएको हो कि नमस्ते धेरै पुरानो मुभी हो धेरै पुरानो मुभी हो अनि हिन्दी हो गाइज यति भन्न पाइन्छ नि मुभी चाहिँ हिन्दी हो नाम चाहिँ इङ्ग्लिसमा छ है ल अनि अब त्यसलाई के भन्छ प्लिज नबोलिकन है कम्प्री गाइज मैले चाहिँ एउटा ओड आफूलाई दिइसकेँ है अब उसले चाहिँ त्यो ओड एक्सप्लेन गर्छ अरू साथीहरूलाई देख्न सक्नुहुन्छ उसको एक्साइटमेन्ट गाइज अब यिनीहरू दुइटाको गर्लफ्रेन्ड हुन्थ्यो भने जेलेस भएर मरिसक्थ्यो होला कि मैं तुझे हेलो इङ्ग्लिसमा काम मेटु चाहिँ हुन्छ आई वान्ट टु बी योर्स दुईटा शब्द हैन इंग्लिश हो फिल्म हो आई एम योर मुभीको नाम हो बस मैले रेकमेन्ड पनि गरेको छु है यु एन्ड मी भनेको छु कि आधा कतिचोटि नाम चाहिँ लिएको छु इंग्लिशमा भयो इंग्लिशमा डाइरी यु कलिमा बल इंग्लिशमा सकेन तेरे प्यार में क्रेजी पागल को फिल्म हो ए पर्ख पर्ख ए कस्तो पर्ख ए आशिकी हैन के रे सनम तेरी कसम लैला फिल्म भन्ने त कुन चाहिँमा हो त्यो गीत मजनू मैं तेरी लैला मजनू के हो र साथी अनि ऊ सकिना उसले दुनिया में नाच्दैन उसके दुनिया में हमारा उसले एक्सप्लेन गर्नुपर्छ नो नबोल हिन्दी फिल्म हो नि जे होस् हिन्दी फिल्म एउटा शब्द छ अनि सलिना के रे सोले बसंती कुत्तों के सामने मत नाच बसंती कुत्तों के सामने मत नाच
साथी उठेर एक्सप्लेन थाले पुल आकाश बादल भगवानको नाम हो आकाश नटी आकाश लती आकाश नटी अब भन्छ मिल्न सक्छ है नला पानी नला जमिन बादल सिंह साथी अनि पुल र जमिन र धरती नीचे ऊपर अनि म गीत छ ऊपर अल्लाह स्वर्गको परी त हैन स्वर्गको परी त हैन आकाश हो कि हैन आकाश में हो तर आकाश में आकाश में तारा तारा झार्दिन्छु तारा मुन तारा अघि पछि भने अघि पछि भने तारा छैन नि तारा छैन केही पनि छैन तर तारा जस्तै हो कि आकाशमा भइसक्यो तारा मात्र हुन्छ जुनमा सूर्यमण्डल त हैन नि सूर्यदेव नटी आकाश अनि सूर्य भगवान घाम पानी घाम जमिन घाम र जमिन दुईजनाले एकसँग तारे हाल्दा घाम खै घाम पर्यो घाम लाग्यो हैन के परे कि परेन भन न घाम पर्यो के घाम पर्यो ल एउटा घाम घामले गर्दा यहाँ धरतीमा के हुन्छ फोटोसिन्थेसिस के भन्छ तातो घाम यति भनेर बुझ्नु भएन हाम्रो डम हो डम ल के डम हो सूर्यको किरण घामको किरण 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 हुन्छ। किरण घामको भुइँमा के हुन्छ रिफ्लेक्सन घामको किरण हाम्रो रिफ्लेक्सन घामको छाया दिनु पर्यो के हो घामको छाया घाम छाया डाइरेक्ट यस्तै भने भइहाल्छ नि कस्तो हामी जब उनो अब त्यो गेम खेल्यो अब उनो खेलिन्छ त्यो सकिने फेजमा कि आयो पनि लगिन पाए हुन्थ्यो ल बाँड्थ्यो अब सनिना अन्त हो यसो जोडी हाएको मजाले बाँड्ने म बाँड्छु है तर नाइ म बाँड्छु भनिहाल्यो अब के भन्छ ट्याग त लागिसक्यो अब हैन गीत बजाउँदै भइदिउँ न भनिसक्यो त अहिले ट्याग लागिसक्यो गाई तपाईँ त दोबिन्छ होला है with this view with Unyo and with a good friend okay? and just see this हामी उनीहरू खेल्छौँ एकछिन अनि एकछिन उनीहरू खेलेपछि चाहिँ हामी हाम्रो निस्किन्छौँ होला एकछिन ल मलाई बस्नु भएन प्रोफेसनल ए नहीं किया वरना ओलंपिक्स में जाता और ओलंपिक्स खेल रहा हूँ गैमलिंग में भनेलाई तो अब पर्दैन राख्नु ल त पहिलो गेम ओइ आजहरुले भने अनुसार खेल्ने हो र चारमा यस्तो हेर। चारमा चुलाएर मिसु साथी के तिमी नहुँदा तिमीलाई सम्झायो हामी मिसु के सम्झायो आज अन्डर ल दुवेलाई मिस यु गाइस कल पनि गरे तिमीहरु बुस मिलाउँदै बस्नु कल रिसिभ नगर्नु है दाइ अहिले सोच्छु त्यस्तो होला रेड बटन कल ब्याक पनि आएन कि लाइक 9 बजिसक्यो हाम्रो गेम सुरु भयो रेड सुरु भयो हामी पाए बिचरा हातमा मोबाइल छ सरी एकैछिन है एउटा चिज चाहिँ मिस गरेछु एकचोटि चान्स दियो साथीहरूले मलाई यसको सलिनाले हाले अनि उले फाल्यो अब तिम्रो टर्न काम मैले फाले हैन म फाले हैन म फाले मैले म गेममा फोकस गर्छु ल यो हैन See you. नि नसक्यो सिङ्गरको गाउनु हुँदैन राम्रो सुनिन्छ नमान्नु डरै डर पहिरो चुक्यो रातले फकाउँछ काफले जानु कि नजानु भन्सुक्यो रातले फकाउँछ काफले जानु कि नजानु जानी उसले आफै बनायो फेरि बनाउन नि मलाई एउटा गिफ्ट दिनु लाग्थ्यो कहिले बनाउने खै एक्जाममा एन्सर मात्रै बनाउँदैन कि गाइस
मायामा पागल त्यो त अरू भन्ने उपाधि दिनु मलाई साथी त्यस्तो भन्न मिल्दैन है अब चाहिँ हामी यहाँबाट सिँगा निस्किन्छौँ लाइक निस्किन्छ हामी अब जान्छौँ थ्याङ्क यू फर वाचिङ होइन थ्याङ्क यू फर वाचिङ भन्दै हुन्छ ल साथी के भन्नुपर्छ के भन्नुपर्छ हेरिदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद चिया पानीको व्यवस्था पनि सौरामा आएर गर्नु होइन हजुर यसो सम्पर्क गरेर आउनु न अनि सँगै बसेर चिया पानी खाँदा है हाम्रो पिक खानुमा चाहिँ यो सुविधा रहेको छ होइन फ्यान छ नि ऊ मेरो फ्यान म उसको फ्यान हामी सबै एघारको फ्यान हो हामी आइरहेको हुन्छ रमाइलो गरिरहेको हुन्छ हाम्रो रमाइलो अझै हेर्नु होला ल बाई प्रणाम